हेलो एभ्रिवान, परिमिता र म भएर आज बाहिर घुम्न जाँदैछौँ। मैले चाहिँ भर्खर नुहाएको थिएँ अनि कपाल चाहिँ सुकेको थिएन, त्यही भएर चाहिँ परिमिताले मेरो कपाल ड्राई गर्दै थिए। अनि कपालहरू ड्राई गरेपछि त्यसले हल्का मेरो मेकअप पनि गरिदिए अनि हामी रेडी भएर बाहिर निस्क्यौँ। उसले चाहिँ म कस्तो देखाएको छु मेरो भिडियो बनाइदिन भनिरहेको थिएँ। अनि त्यसपछि म पनि हिरोइनभन्दा कम छैन मेरो पनि बनाइदिन भनेर मैले भनेँ। अनि हामी चाहिँ खुट्टाको भिडियोहरू बनाउँदै बाटोतिर लाग्यौँ। अनि त्यस्तैमा मेरो चाहिँ उहाँको फोन आयो कि उहाँको मेरो श्रीमानको फोन आयो। अब हेर्नुहोस् है त हामी कहाँ जाँदैछौँ। हामी जाँदैछौँ गार्डन अफ ड्रिम। काठमाडौँमा रहेको यस्तो राम्रो ठाउँ है, आजसम्म म गएकै थिएन। परिमिताले मलाई तँलाई यस्तो राम्रो ठाउँमा लग्छ है भनेर लगेर गई। अनि यो प्लेस चाहिँ यो ठाउँ चाहिँ एकदम मन पऱ्यो कि एकदम राम्रो, नजिकै, धेरै टाढा पनि नै है। कस्तो राम्रो। म चाहिँ भ्यूहरूको फोटो खिचिरहेको थिएँ अनि उसले चाहिँ मेरो भिडियो बनाइदिए। अनि खास कुरा के हो भने उसलाई म भएपछि कोही चाहिँदैन र मलाई पनि ऊ भएपछि कोही चाहिँदैन कि हामी दुईजना मात्रै भएर पनि जहाँ पनि जान सक्छौँ कि। अनि यस्तैमा चाहिँ मलाई एकदम भोक लाग्यो कि अनि के खाम भइरहेको थियो। अनि चटपटे पानीपुरी आइसक्रिम के खाइयो होइन। भिडियो चाहिँ चटपटेको मात्रै बोलायौँ र साथीहरू फेरि यति खाँदो रहेछ यिनीहरूले, धेरै खाएन नभन्नु होला। अनि रुँदै थिएँ म पनि खान्छु के भनेर अनि उसलाई खुवाइदिइहालेँ थोरै मेरो भागको है त। अनि यसरी आज हाम्रो दिन सकियो र हामी घरतिर लाग्यौँ। थ्याङ्क यू सो मच गाइज फर वाचिङ आवर भिडियो।